हेर्दा मात्रै भिड देखिने यो काठमाडौँ सहर, तर मान्छेहरू चाहिँ सबै एक्लै हिँडिरहेको हुन्छ है आफ्नै आफ्नै काममा। र आज चाहिँ हामी दिनभरिमा के काम गर्छौँ भनेर हजुरलाई देखाउन गइरहेको छु। हाई एभ्रिवान, आज चाहिँ मेरो फर्स्टमै आउटफिट चेक गरौँ है त। ल यहाँ देख्न सक्नुहुनेछ, यो चाहिँ हाम्रै बिच कलेक्सनको कपडा मैले चाहिँ युज गरेर आज म बाहिर जाँदैछु भने हजुरलाई पनि मन परेमा चाहिँ अर्डर गर्न सक्नुहुनेछ। र आज चाहिँ मेरो भदै र भाउजूहरू मिलेर हामी चाहिँ बाहिर जाँदैछौँ। र अब चाहिँ हामी फाइनली स्विमिङ खेल्न जाँदैछौँ। र यो चाहिँ हामी पहिल्यैदेखि जाने भनेर सोचिरहेको थियौँ, तर टाइम नमिलेर आज मात्रै टाइम मिलेर हामी जाँदैछौँ। र आज शनिबार पारेर र यहाँ चाहिँ मेरो भदैहरूले स्टार्ट गरिहाल्यो र भाउजूहरूले पनि स्टार्ट गर्न थाल्नुभयो, भाउजूले पनि। त्यसपछि ठुलोले चाहिँ मजाले खेलिरहेछ र मेरो कान्छा भदैले चाहिँ सुरुमै पानीमा एकैचोटि पस्यो नि त, छिरेपछि चाहिँ अलिक डढायो के, उसको चाहिँ पहिलाचोटि हो कान्छाको चाहिँ, त्यही भएर चाहिँ अलिक डढाएपछि अलिक ऊ चाहिँ खेल्न मानेन। र ठुलो भदै चाहिँ खेल्या घर पनि आउन मान्दैन। यहाँ चाहिँ पुरै मेरो भदै बसिरहेछ, कान्छा नखेल्ने भनेर ठुलो भदैले पर्खेर बसिरहेछौँ हामी चाहिँ। ऊ चाहिँ फेरि निस्किनै नमान्ने हो कि ठुलो भदै चाहिँ, अझै खेल्छु फेरि खेल्छु। अब एकछिन 2 मिनट 5 मिनट भन्दै 1 घन्टा बितायो हामी पर्खेकै। र फाइनली ऊ पनि निस्क्यो र हामी पनि अब घर फर्किने बेला भयो र एकदमै मजा आयो अरे। मेरो भदै दुईजना भाउजू र ठुलो भदै र त्यतिकैमा हामी फर्क्यौँ र हाम्रो गाडी चाहिँ अगाडि आइसक्यो हामीलाई लिन। र हामी चाहिँ अब आयौँ, आउँदै हाम्रो चाहिँ मूलपान्चौरमा पुग्यौँ र अब चाहिँ हामी फाइनली घर पुग्यौँ। र घरमा चाहिँ भाउजूहरूले पुरै मोमो बनाउँदै हुनुहुँदो रहेछ र म चाहिँ कपडाको भिडियोहरू बनाउन थालेँ। र अघि पनि बहिनीले बनाउनु भएको, तर सक्नु भएन रहेछ र फेरि बाँकी चाहिँ मैले गरेँ। र यहाँ चाहिँ हाम्रो मोमो पनि रेडी भइसक्यो। यहाँ चाहिँ भाउजूले मेरो ट्यालेन्ट देखाउ भन्दै हुनुहुन्थ्यो र म चाहिँ गम खान थालेँ र एकदमै भोक पनि लागेको थियो। एकैचोटि घुम्न गएर आएर भिडियो बनाइवरी खानलाई चाहिँ एकदम मजा आयो। त्यसपछि फेरि मेरो कपडाहरू पठाउन थालेँ भिडियोहरू बनाइसकेर, र अघि बहिनीले पनि बनाइदिनु भएको थियो। र यति धेरै थियो आज चाहिँ भिडियोहरू बनाउन पनि, र डेङटिडेङ मेरो कपडाहरू पठाउन थालेँ। र पठाइसकेपछि चाहिँ म पसलतिर लागेँ यत्रो भारी बोकेर है त। त्यसपछि म त पसलमा पुग्दा चाहिँ यहाँ एकजना म्यामले चाहिँ पुरै पर्खेर पनि रिसाइ राख्नु भएको थियो कि किन ढिलो आएको, कल किन रिसिभ नगर्नु भएको भन्दै। यहाँ चाहिँ छिट्टो खोल्नु भन्दै हुनुहुन्छ र मैले चाहिँ फाइनली पनि खोलिसकेर। थ्याङ्क्स फर वाचिङ। हाम्रो भिडियोलाई माया गरिदिनु भएकोमा। यो भिडियो चाहिँ अस्ति शनिबारको है त। धन्यवाद हजुर सबैजनालाई।